हेलो गाइज नमस्ते। अनि म चाहिँ आज चाहिँ चिकन गिजर बनाउन गइरहेको छु। तर यो चिकन गिजर चाहिँ मैले अलरेडी धोइ पखालेर बोइल गरेर काटेर राखेको थिएँ। अब ल हेरौँ है त्यसलाई चाहिँ पकाउने तरिका। मस्त भुट्ने यसको गन्ध नजाउँदै मिडियम हाल्नु बनाउँ। अब छोडिदिएको चिकन अब यसलाई चाहिँ मजाले भुटिँदै गएपछि पड्किँदै जान्छ होइन। अब तासिन नदिने होइन। मेरो चाहिँ भुट्दै जाने भुटिँदै लाइक भुटन भुटेको जस्तो मजाले भुट्ने। कति मलाई चाहिँ भुटेरै मात्र मिठो लाग्छ। यो चाहिँ अलरेडी बोइल गरिसकेको छौँ नि त हामीले अगाडि नै। अनि यो मजाले पाकिसकेको छ अगाडि स्ट्रिप भुट्ने र यसमा अदुवा लसुनको टेस्ट जिरा धनियाँको टेस्ट ल्याउने मात्रै हो हामीले। अदुवा लसुनको पेस्ट